आज भने यसरी पोखरा भ्यालीमा दबिएर बसेको सेती नदी चाहिँ म आज प्रत्यक्ष खुला रूपमा बगेको यहाँहरूले देख्न सक्नुहुन्छ। ल यो चाहिँ सेती नदी हो है साथीहरूलाई। हेर्नुहोस् सँगै यहाँ माछा पालन, कुखुरा पालन, केरा खेती, ड्रागन खेती पनि देखियो। यो सेतीको तीरमा मान्छेहरू यसरी आफ्नो जीवन उपार्जन गर्छन्। छैन त अचम्म, माथि सिटीमा पुरै भाँचिएको सेती नदी अहिले पनि यहाँ ओपन खुला देख्न सक्नुहुन्छ है साथीहरू। अहिले भने यहाँ पुल बनेको रहेछ। यसरी यसलाई यताबाट पोखरा भ्याली अनि यता बागमारा हुँदै उता तनहुँ पृथ्वी राजमार्गसँग जोडिन्छ साथीहरू यो बाटो, यो पुल। ल साथीहरू, यहाँ चाहिँ यसरी यो पुलको लागि, यो पहाडको लागि, संरक्षणको लागि बाँध लगाइएको थियो। तर यसपालि यसरी यो पानीले हल्का क्षति गरेको रहेछ। यदि यसपालि यसलाई फेरि रिपेयर भएन भने सायद यो भिस्को पनि खस्ने सम्भावना देखियो। सेती नदी यस्तो छ है साथीहरू। सेती नदी त्यत्तिकै सेती भनेको होइन कि, यो पुरै सेतो बालुवा बगेर यो माछा खुच्रे हिमाल हुँदै होइन यसरी अन्नपूर्ण सानो सबै यसरी माथिबाट आएको हुन्छ यो नदी। पोखरा भ्यालीमा भने पुरै भाँसिएको छ। यो दोबिल्ला एरियामा आएर यो यसरी यो सेती नदीलाई देख्न सकिन्छ। यो सेती नदीको खोज र सौन्दर्य जति हेर्दा पनि हेरिरहँ जस्तो लाग्छ। यसरी माथि भ्याली छ भने यो सेतीको खोजमा यसरी पहाडहरू अनि नदी बग्छ र एरियामा शीतल हावा पनि आउँछ। र म डेली बेस इभिनिङ वाक अथवा मर्निङ वाकमा आउने गर्छु। खुसीको कुरा अहिले यहाँ यो विकाससँगै यसरी यो बाटो र यो पुलको निर्माण भएछ। यहाँ यति चाहिँ खुसी लाग्यो र स्थानीय सरकारलाई धन्यवाद भन्न चाहन्छु। यता भने अझै निर्माण कार्य हुँदैछ। यसरी यो साइडमा बारहरू लगाइँदैछ किनभने यहाँबाट दुर्घटना हुने सम्भावना भएकोले यसरी बार, किनभने तल सेती रिभर छ नि साथीहरू, यो निकै नै गहिरो छ। यसरी आज भने साथीहरूलाई सेती नदी पुरै अत्यन्त नजिकबाट देखाउन पाएँ। प्रतीक्षा लागेको छ त्यहाँ होला, सायद घाट नै होला। ल हाम्रो मजदुर भाइहरूले यहाँ यसरी निर्माण कार्य गर्दै हुनुहुन्छ। यो बर्खाको समयमा पनि यहाँ भने एउटा स्कुल पनि रहेछ। यहाँ निर्माण त भइरहेको छ, तर यो पिल्लरहरू जगहरू भने अत्यन्तै ढिलमा छ।
कतिको मजबुत हुन्छ सरकारवालाहरू अन्दाज गर्नुहोस् है त। यो सेतीको खोजमा कस्तो अचम्म छ भने वहाँ माथि एउटा फाँट छ, फेरि अर्को फाँट, फेरि तल अर्को फाँट र फेरि तल यसरी सेती नदी बग्ने गर्छ है साथीहरू। यो चाहिँ अचम्मैको छ यहाँ। र यसरी यो ढिस्का ढिस्का यता माथि पनि यस्तो ढिस्का ढिस्का कुनै समय यहाँ माथिबाट सेती नदी बग्थ्यो होला सायद। यो साइडमा सेती नदी हो, यो ढिस्का यसरी यो बाटो छ, यो पनि अचम्मैको ढिस्का। यो चाइनातिर यस्तो यस्तो खालको डाँडा काँडा देख्न पाइन्थ्यो, तर पोखरा भ्यालीमा पनि यो चाहिँ अद्भुत एउटा दृश्य हेर्न पाइन्छ साथीहरू। यो नेचुरल डिस्को है, कसैले बनाएको होइन, नेचुरल हो। Write your thoughts in the comments and don't forget to subscribe to MB Bell Icon. Your one subscribe gives us encouragement to bring another powerful video